भक्तालङ 2 बाट त्यसैगरी सुभाष मित्र हुनुहुन्छ भक्तालङ 2 बाट त्यसैगरी अर्पण भेम्बो तपाईको भक्तालङ 6 बाट नेपाली कांग्रेस परित्याग गरेर हाम्रो संसदीय पार्टीमा आबद्ध हुनुभएको छ। त्यसैगरी पिरु भेम्बो भक्तालङ 6 बाट हुनुहुन्छ। उहाँ नेकपा एमालेबाट परित्याग गरेर अहिले हाम्रो यो संसदीय पार्टीमा आबद्ध हुनुभएको छ। त्यसैगरी पार्टी प्रवेशको अर्को नामावली छ। नाम छ ठेगाना यहाँ छ रोशन राई भक्तालङ 4 बाट त्यसैगरी वीरमणि लिम्बू भक्तालङ 4 बाट उहाँ जसमा परित्याग गराउनु भएको छ। त्यसैगरी आनन्द लिम्बू हुनका 6 बाट हुनुहुन्छ। त्यसैगरी सुविना लिम्बू जवान राई राजीव राई कुशल राई लक्ष्मण राई पाथिभरा एङ्गरा गाउँपालिकाबाट जसमान राई सबैजना यो पाथिभरा एङ्गरा गाउँपालिकाबाट हुनुहुन्छ। र आज यहाँ अरु पनि पार्टी प्रवेशको नामावली रहेको छ। मलाई लाग्छ म फेरि पनि यो म दोहोर्याएर तपाईहरुलाई वाचन गरिरहेको छु। तपाईहरु जसको नाम यहाँ आएको छ तपाईहरु हाम्रो आजका प्रमुख अतिथि माननीय हर्कसम्मान राईजीको हातबाट पार्टी सदस्यता लिएर पार्टी प्रवेश तपाईहरुले गर्नुहोला। र म यहाँ तपाईहरुलाई वाचन गर्न सुनाउन गइरहेको छु। आज मिति 2083 साल असार महिनाको तपाईको यो 28 गते आइतबार हाम्रो ताप्लेजुङ जिल्लाको सुन्दर नगरी भुमरिङ नगरपालिकाको यो होटल जानमेनमा तपाई हाम्रो यो भेटघाट भएको छ। हामी यहाँ त्यसै उपस्थित भएका छैनौं। हामी यहाँ हर्कसम्मान राईजीको विचार मात्रै सुन्नको लागि मात्रै भाषण मात्रै सुन्नको लागि पनि हामी उपस्थित भएका छैनौं। उहाँले ल्याउनु भएको सूचनाको महाअभियानमा जोडिनको लागि तपाई हामी अब उत्पादन र निर्माणमा जोड्नको लागि तपाई हामी उहाँले देखाउनु भएको बाटोमा अलि ठाउँ स्पेस राखेर ल खुल्ला सारे हामी नै फरक किनेर ल ओइ मलाई भयो मलाई हात दियो यही जो भेट्दा मेरो पनि ल छैन
सुरक्षाकर्मीहरू पनि देख्न सक्नुहुन्छ। त्यसै गरी यता पाँचथरबाट आएको टोली र यता अहिले यहाँ फोटो सेसन भइरहेको छ। भित्र निकै गर्मी थियो आज तैपनि